हेलो गाइज, हामी चाहिँ आज सन्डे तरकारी बजार तरकारी हेर्नको लागि गइरहेको छु, घुमिरहेको छु। अनि यो तरकारी बजार चाहिँ ठुलो छ, हाम्रो नेपालको कालीमाटी बजार जत्रै छ। तर कालीमाटी बजारको जस्तो तरकारी सागसब्जी चाहिँ पाउँदैन। यहाँ चाहिँ त्यही हो, बन्दाहरू, प्याजहरू, आलुहरू, फलफुल, गोलभेडाहरू। तर महँगो छ, महँगो छ। नेपालमा गोलभेडा 50-60 रुपियाँ किलोमा पाउँछ, तर यहाँ चाहिँ ओहो 200 रुपियाँ किलो, 220। महँगो छ हो, युरोप भन्ने मात्र हो, महँगो छ सबै खानेकुरा। हेर्नुहोस्, हाम्रो घन्टेमुला, यस्तो सागहरू पाइन्छ यहाँ। यो चाहिँ सर्बिया हो, हेर्नुहोस्, प्याज, हरियो प्याज, घन्टेमुला, अनि खोर्सानीहरू चाहिँ नेपालको यस्तो खासै त्यो चाहिँ पाउँदैन। क्याप्सिकमहरू पाउँछ, यस्तै छ। हेर्नुहोस् है, फर्सीहरू पाउँछ। बजार चाहिँ राम्रो छ, तर हामी नेपालीलाई चाहिँ तरकारीहरू खासै खाने लायकको छैन। आज चाहिँ हामी बजार घुम्न आएको, ठुलो बजार। यसलाई अन्तिमसम्म मन पर्यो भने एक लाइक, सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला कस्तो लाग्यो हजुरहरूलाई यो तरकारी बजार। केलाई खाने हो, घुम्नको लागि पनि रमाइलो छ यो बजार चाहिँ। Много добро.